हेलो फ्रेन्ड्स, वेलकम टु आवर च्यानल। र हजुर कस्तो हुनुहुन्छ? हामी पनि सन्चै छौँ। आज चाहिँ हामीले यो भ्लग किन लिएर आएको छौँ भने भोलिदेखि चाहिँ मेरो 6th ग्रेडको न्यू क्लास 6th ग्रेडको स्कुल ओपनिङ हुँदैछ र म थोरै नर्भस पनि छु अनि एक्साइटेड पनि छु। मेरो भाइको र मेरो स्कुल चाहिँ ओपनिङ हुन्छ, तर मेरो चाहिँ हुँदैन किनभने मैले भर्खर 10th को एक्जाम दिएर बसेको नि त। अब मेरो चाहिँ रिजल्ट कहिले होला भन्ने म पनि रिजल्टको लागि एक्साइटेड छु धेरै। एन्ड हामीले चाहिँ ब्याकप्याक पनि गरेको छैनौँ, के गरेर सब रेडी हामीले छ, रेडी पनि पारिसक्यो, ड्रेस सब रेडी छ, तर हाल्ने मात्र बाँकी छ। अनि अब चाहिँ हामीले हालेको पनि देखाउँछौँ। एन्ड स्कुल भोलि स्कुल जान लाग्नु पनि अब सबै मर्निङदेखि नाइटसम्म देखाउँछौँ। भोलिको एक्सपिरियन्स कस्तो भने क्लास अहिले चाहिँ बसिरहेको छ नै। हामीले चाहिँ अब नास्ता खाएर पनि आइसक्यो। नानीले चाहिँ खाना खाएर एउटा च्याप्टर पढेर अनि रेडी भएर हाफ भनौँ ड्रेस लाएन। अनि खाना खाएर पनि आइसकेँ। मैले पनि खाना खाएको छैन, म पनि गएर खाना खान्छु। ड्रेस लाउँछिन् अनि भाइले लिएर आउँछ अनि भाइले पनि ड्रेस लगाइदिन्छु। अनि ड्रेस लाएर रेडी भएर स्कुल जान्छन्। सबै देखाउँछौँ है त। यति चाहिँ ड्रेस लाएर रेडी भइसकेँ। अब चाहिँ म भाइको देखाउँछु। काने ड्रेस लाएर रेडी भइसक्यो। चाहिँ जान लागिसकेँ। बाई जाऊ। नानीहरू चाहिँ बिहान 10 बजी स्कुल गइसक्यो। अहिले चाहिँ 12 बजिसक्यो। त्यही मलाई कस्तो बोरिङ लागिरहेको तिनीहरू बिना। कतिखेर आउँछन् भन्ने भइरहेको, यस्तो च्याउ लाग्ने। नानी चाहिँ अहिले भर्खर स्कुलबाट आइसक्यो। हाई भन्दैछु। दौ भएर कस्तो भयो स्कुलको आज फर्स्ट डे? दामी। यिनीहरूले चाहिँ स्कुलबाट आएर नास्ता सास्ता खाएर होमवर्क गर्दैछन्। कस्तो भयो स्कुलमा, कुन पिरियड भयो भनेर सोध्दैछु है त मैले। भन् त कस्तो भयो? सबैमा भयो। मेरो चाहिँ फोरवटा पिरियड भयो। अनि तीमा चाहिँ हामीले आज यिनीहरूको चाहिँ हाफ डे थियो, किनभने चाहिँ फर्स्ट डे सबैजना हुँदैन नि त। अनि त्यही भएर पनि होला सायद आज हाफ बनाइदिनु भएको। अनि फर्स्ट पिरियडमा चाहिँ हामी एटेन्डेन्स गऱ्यौँ। अनि एटेन्डेन्स गरेपछि सरले हामीलाई आँखाभित्रको नक्सा होइन ड्रइङ गर्न दिनुभयो फर्स्ट पिरियड क्लास टिचरले। अनि सेकेन्ड पिरियडमा चाहिँ हामीले सरले थोरै च्याप्टर बुझाइदिनु भयो। अनि थर्ड पिरियडमा पनि थोरै च्याप्टर बुझाइदिनु भयो। त्यस्तो होइन। फोर्थ पिरियडमा चाहिँ 1 पेज चाहिँ गर्ने भन्नुभयो। अनि खेल्ने यति नै। अनि साथीसँग भेट भयो, कुरा भयो, रमाइलो भयो। बिदापछि धेरै कुरा भएर यति नै भयो। कस्तो भयो संस्कारको आज 2 क्लासको एक्सपिरियन्स? राम्रो भयो। कस्तो पिरियड भयो? यो दुईटा पिरियड मात्रै भयो। हो र? किन? एउटा नेपाली सर, एउटा कम्प्युटर सर। यिनीहरूको चाहिँ 2टा पिरियड भएछ। यिनीहरूको पनि हाफमा बिदा भएको थियो। आज संस्कारले फर्स्ट चाहिँ होमवर्क दिनुभएको कि टेबल 2को टेबल 2को मात्र होइन सबैको टेबल छ। अनि त्यसपछि एडिसन एन्ड सब। संस्कारको आज स्कुलमा फर्स्ट डे नै स्कुलमा लेखेको यो 2 1 2 यो अनि यो 10सम्म। संस्कारले चाहिँ आज गुड पारेछ कि पाली फर्स्ट डेमै गुड पाए भन्छ कि संस्कारले। म्याथको चाहिँ च्याप्टरको क्वेसन एन्सर गर्न छ। अनि 2टाको सामाजिक एन्ड हेल्थको चाहिँ 1 पेज गर्ने हो। मैले चाहिँ सामाजिकको गर्दैछु अहिले। संस्कृतले चाहिँ सामाजिकको ह्यान्डराइटिङ यस्तो छ यसको चाहिँ। सामाजिकको होमवर्क गर्दैछु। अनि कतिवटा होमवर्क भनेपछि 3टा थियो, एउटा एउटा कम्प्लिट भइसक्यो। अब यो पनि कम्प्लिट हुँदैछ। अनि फेरि एउटा आज फर्स्ट डे राम्रै गयो अरे। अब यो भर्लकलाई संस्कारको पनि एउटा कम्प्लिट भइसक्यो। यिनीहरूको 2टैको 3-3वटा होमवर्क छ क्या, तर एउटा क्लास होइन नि। अन्त कस्तो अचम्म भएछ। त्यही पनि ठिकै छ। अनि यिनीहरूको चाहिँ यस्तै गरेर आज राम्रो भएछ। मेरो पनि घरमा खासै केही गरेन मैले। आज कोठाहरू सफा गर्ने गरेँ। अनि त्यसपछि एकछिन टिभी हेरेँ, एकछिन कोरियन ड्रामा हेरेँ। मेरो पनि 3टा पिरियड भएको थियो। हो र? 2टा पिरियड भएको थियो भन्छ। अघि न 2 रे अलि 3 रे।
यिनीहरूले पनि राम्रै गरेछन् राम्रो भएछ अनि यो भ्लगलाई चाहिँ मैले एन्ड गर्न चाहेँ यस्तो भयो यिनीहरूको चाहिँ फर्स्ट थिएँ र मैले चाहिँ यो मेरो फर्स्ट भ्लग हो त्यसैले मलाई केही हामीबाट केही गल्ती हुनसक्छ भनिदिनु होला र हाम्रो च्यानललाई लाइक सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु यति नै हो बाई अब चाहिँ हामी अर्को भिडियोमा मिल्नेछौँ है त बाई